एक दिन गाउँको गोपालले नयाँ मोबाइल किन्यो। मोबाइलमा सबै कुरा हेर्छ, युट्युब, टिकटक, फेसबुक अनि गेम पनि खेल्छ। तर समस्या के भने ऊ मोबाइल नछोड्ने भयो। आमाले रिसाएर भनिन्, ए गोपाल, बिहानदेखि बेलुकीसम्म मोबाइल मात्रै, खेत जोत्न जान्दैनस्, बारी सिच्न जान्दैनस्। गोपाल हाँस्यो र भन्यो, आमा, मोबाइलमै खेती गर्ने एप आउँदैछ, त्यसपछि खेतमा जानै पर्दैन। त्यसपछि गोपालको कुखुराले पनि सोच्यो, यो मान्छे मोबाइलमा यति रमाउँछ, मलाई त अब दाना पानी दिन्छ कि दिँदैन। कुखुरा रिसाएर गोपालको मोबाइलमाथि हामफाल्यो र स्क्रिन फुटायो। गोपाल रोयो र भन्यो, हाय मेरो मोबाइल। आमाले हाँस्दै भनिन्, अब त खेत जोत्न जान सक्छस् नि, तेरो मोबाइल खेती त कुखुराले नै काटिदियो। त्यस दिनदेखि गोपाल खेत जान थाल्यो र कुखुरा राजा जस्तै घरमा घुम्न थाल्यो।